ल जाम 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 दौडे हेलो गाइस हेभी रेन हियर गाडीहरू नि 120 को स्पिडमा चलेछ तर त्यो गाडीलाई हावाले जानै देखेन के ल कति बिस्तारै हिँडेको देखायो गर्मीमा चाहिँ लास्टै भयो थियो नि त त्यही भएर चाहिँ आज चाहिँ पुरा मौसम बढिया गरेको क्या सो वाट्सअप गाइड के छ अनि हालखबर सबै सन्चै हुनुहुन्छ आज चाहिँ भने नोइडामा हो डेन्जर पानी परेछ क्या डेन्जर पता नै कुन दिनको कहिलेको गर्मीको माटो किन गुम्सेर बसेको गर्मी सर्मी सबै भगाइदियो हो आम्माको छ भनेको यस्तो तुफान आँखा तुफान प्लस पानी पानी प्लस महाकसम भनेको कालो मैलो हो आम्मा हो डेन्जर मान्छे उडाउने हावा छ कसम भनेको गाडीहरू रोकिरहेछ हो बाटोमा हिँड्नु सकेको छैन गाडीहरू त हिँडिरहेको रहेछ तर कस्तो भनेको बाँकी गाडीहरू चाहिँ रोकिरहेछ कस्तो भनेको अरूहरू चाहिँ अब इमर्जेन्सी जाने हुनेहरू चाहिँ हिँडिरह हो रोडमा नत्र सबै गाडीहरू रोकिरहेछ कस्तो भनेको यस्तो खतरा पानी परेछ गाइस अहिलेको भर्खर 3 बजे होला रात परिसक्यो झपक्कै यतातिर हेर्नु सक्नुहुन्छ हाम्रो मलमा मान्छेहरू सबै घरमा बसेछ यस्तो बेलामा गाइजहरू यस्तो बेलामा बाहिर ननिस्किनु होला एकदमै खतरनाक हुनसक्छ कसम भनेको पुरा खतरा पानी पर्यो मजा लिइरहँ गर्मीमा होइन मजा आइरह यार बवाल मजा आइरहेछ हो हावा त्यस्तै मजा आइरह हो कसम भनेको गाई यस्तो मजाहरू भएछ नि कालो मैलोले के खतरा भएछ अब आफ्नो त ब्रेक ड्युटी थियो हो अब यस्तो पानीले ब्रेक स्रेक कहाँ हो होइन और हमारे ये मैनेजर साहब ब्रेक था ना क्या हो गया ब्रेक नहीं जाना है क्या हेलो गाइस हेवी रेन हियर ब्रेक था हमारा तुम लोग आम खा सकते हो ठीक है मैंने बारिश करवा दी दबा के हाँ इसके बाद से अब बारिश के बाद आम खा सकते हो कोई दिक्कत नहीं होगी बॉडी में ठीक है बारिश करवा दी मज़ा आ रहा है गाइस मज़ा आ रहा है भ्यू इतना अच्छा आ रहा है ना जो आँखों से आँखाले हेर्ने भए चाहिँ मजा आउँछ वहाँ टाढासम्म देखेको छैन हो यस्तो नत्र भए त अरू दिन त वहाँसम्मको बिल्डिङ देख्थ्यो अहिले त यहाँ यो वरिपरि नजिकको मात्र बिल्डिङ देखेछ कालो मैलोले गर्दा हो वहाँ आँखे अगाडि एउटा धमिलो बिल्डिङ ठुलो बिल्डिङै गायब भयो के यस्तो खतरा पानी परेछ हो कसम भनेको गाइस बवाल पानी परेछ अब यस्तो बेलामा अब के गेस्ट आउला र किचन चल्ला र होइन अरू त त्यस्तै हो सो त्यही हो होइन खतरा पानी परिरह मजा आइरह अनि तपाईँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला है अब यहाँबाट हेर्दैछु भनेर अनि थाहा पनि हुनु पऱ्यो नि त कहाँबाट हेर्नुहुन्छ और मैंने साहब है नेपाली थोड़ा समझ में आता है पूरा समझता है बात करने में थोड़ी हिचकिचाता है बाकी तो वही है गाइज तो देख सकते हो आप लोग है ना बारिश बहुत ज़्यादा हो रहा है पता धेरै दिनपछि हो के पानी पर्यो हो धेरै दिनपछि 1 लाख महिना 1 करोड वर्षपछि पानी पर्यो ओ यहाँ त वाइल्ड खतरा पानी पर्यो होइन नोइडामा चाहिँ पुरा यस्तो भयो केही नदेखिने भयो दिउँसोको अहिले 2-3 बजेको छ होइन 2-3 बजे पनि यस्तो भइरहेको रातिको 8-9 बजे 6-7 बजे जस्तो भयो होइन यो हो तर यता हेरौँ त यो यस्तो यता लास्टै यार कसम वाइल्ड भयो यार यता हेरौँ तान्ने 1 मिनट हो डेन्जर परेछ पानी चाहिँ हो खतरा परेछ पानी
वाटर प्रुफ हो यसलाई पानी हेर्नु लगेर जानु त्यसमा बवाल मनाउँदै अब के गर्नु अब आफ्नो त ब्रेक थियो हो अब कोट लगाएर छु अब यस्तो पानीमा बाहिर कहाँ निस्किनु यस्तो हावा उडेछ एक त सुकुले लुते हो हुत्त हावाले उडाएर लगेर कहाँ नालीमा फाल्यो भने त गाह्रो फेरि यस्तो मान्छे उडाउने हावा आज कस्तो भनेको गाडीहरू नि 120 को स्पिडमा चलेछ तर त्यो गाडीलाई हावाले जानै देखेन क्या ल हेर्नु कति बिस्तारै हिँडेको देखाइरहेछ कस्तो भनेको हावा यो तरफबाट आइरहेछ हो हेर्नु रुखहरू सबै उता त्यही हो गाइज सो चलते बाय बाय अभी गुड नाइट कहते हैं रात होने वाला है सो ल त्यही हो होइन अब उहाँले नै भिडियो बनाइसक्नु भएको छ त्यही हो दुईजनाको भिडियो आउँछ होइन कहिले आउँछ हेरौँ भोलिसम्म आउँछ होला सायद र यस्तै दामी भिडियोहरूका लागि चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है दामी भिडियोहरू अझै पनि आउँछन् सो त्यही हो कसम आज चाहिँ बहुत ह्याप्पी छु होइन यो गर्मीमा चाहिँ लास्टै भएको थियो नि त त्यही भएर चाहिँ आज चाहिँ पुरा मौसम बढिया गरेको क्या एकदम चिसो हावाले चलिरहेको पानी आइरहेको मजा आइरहेको यस्तो हावा लाग्छ कि ल ट्याक्क यस्तो हावा चल्यो होइन रातिमा अहिले हामी चाहिँ अब छुट्टी भएर हामी बाहिर जान्न हाम्रो रुममा होइन अहिले चाहिँ हावा चलेर यस्तो भयो साइडमा माटो पुरा रुखहरू ढालिदिएर यस्तो भयो कि जता कतै उडाउला तिमीलाई उडाउला विचार गर खतरा हावा चल्यो त्यो त यस्तो भयो कि जता कतै भाँचिदिएर पुरा यो तुफान आयो जस्तो के कहिले नआएको तुफानी भनौँ यहाँ पुरा बुटो पल्टेछ होइन यी रुखहरू पल्टेर यस्तो भयो अब यहाँ झन् मान्छेहरू आएको त बर्बाद हुँदै यस्तो भयो तर यही हो होइन यस्तो भयो पुरा ल उडायो बवाल खुसीको दिन अब यस्तो के गर्मी हुने ठाउँमा आएपछि आफ्नो गाउँमा त यस्तो गर्मी हुन्थेन नि होइन गर्मी हुने ठाउँमा आएपछि अब यस्तो चिसो मौसम गर्दाखेरि यस्तो खुसी लाग्ने यो नआउनु कुरो त होइन नि खासमा होइन अब चिसै हुनुपर्ने ठिक्ककै हुनुपर्ने मौसम तर पनि गर्मी भइदिन्छ यति सानो उसलाई नि हामीले यति ठुलो कुरो मान्न पर्छ के गर्नु त्यसैले हो क्या किसानहरूले पनि त्यही भएर होला है होइन ट्याक्क खेतीबाली लगायो हुन्छ सब्जीहरू लगायो हुन्छ पानी पर्दैन भने कति खुसी हुन्छन् होला हाम्रो पनि त्यस्तै हो क्या यो खुसी सो यही हो हामी चाहिँ पुरा मेन रोड क्रस गरेर जानुपर्ने हुन्छ हाम्रो चाहिँ हाइवे ल मुसो दुग्रिने त्यहाँ यहाँ सुदन छेउ त पुरा हात टेकेर चढ्नु थियो माथि पुरा हात टेकेर चढ्नु यार ल जाम दौडे केटाहरू यसरी दौडिनु पर्छ यार यो त्यस्तो गाडी आएन न यहाँबाट जानुपर्छ उता त खाली थियो र यहाँ त यस्तो छ यार होइन एकछिन रोक्यो यार यतिकै जाने होइन ट्याक्टर जान्छ बुढो मान्छे उता हुन्छ होइन
तर अब फेरि दौडिने यहाँबाट यही गइयो त यार त्यो ट्रकले त पुरा हाँगै भाँदेको जस्तो गरेको ल यसरी चाहिँ हामीले बाटो क्रस गर्छौँ डेली हिँड्दै आयो भने नत्र हामी चाहिँ उसमा आउँछौँ होइन हो चाहिँ मेरो अनुहार नि अर्कै भयो होला अँध्यारो छ हिँड्दै आयो भने चाहिँ हामी यसरी क्रस गर्नुपर्छ यो मेन रोड चाहिँ नत्र भने चाहिँ गाडीमा आयो भने त फेरि केही फरक पर्दैन हामी रिक्सा अटो गरेर आयो भने त होइन सो यही हो पुरा हावापानी आएर पुरा जताकतै यस्तो भयो है बर्खा सुरु भयो यहाँ पनि सो यही हो अब पानी आयो 2-4 दिन चाहिँ चिसो हुन्छ अब त्यसपछि फेरि गर्मी सुरु हुन्छ 2-4 दिन फेरि पानी आएन भने फेरि 2-4 दिनपछि अनि फेरि उस्तै हो कि फेरि त्यही भएर पानी चाहिँ आइराख्नु पर्छ हाम्रो बर्खामा जस्तो त्यस्तो पनि नै होइन ठिक 2-4 दिन भिराउँदै पानी आउँदै फेरि 4 दिन भिराउँदै पानी आउँदै गर्ने चाहिँ सही हुन्छ कि मौसम वाइल्ड हुन्छ यार मजा आउँछ मेन भनेको इन्डियामा आएर काम गर्नहरू सब ठिक छ यो गर्मीको सिजनले गर्दा बेकार लाग्छ कि त्यही हो मेरो चाहिँ पुरा सिगान चला जस्तो भयो अनि फेरि हाँसु आइरहेको आँखाबाट यहाँ घोच्यो क्या लत्तै घोच्यो रातो भयो होला यसरी घोच्यो यार सही त्यही हो ल त्यही हो आजको भ्लग चाहिँ होइन यस्तै दामी भ्लग हेर्नको लागि चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला सो त्यही हो अनि 2-4 दिनपछि चाहिँ हाम्रो अब कोही जाने प्लान हुँदैछ त्यो दामी ठाउँ अब कहाँ हुन्छ होइन जहाँ हुन्छ राम्रै ठाउँमा जाने हो तर कहाँ जान्छ भन्ने फिक्स छैन त्यो हेर्दै गरौँ ल होइन कहाँ जाने भनेर म पहिला अपडेट दिन्छु 2 दिन पहिला नै सो त्यही हो त्यो भिडियो पनि आउनेवाला छ छिट्टै धेरै नै 1 हप्ताभित्रमै आउनेवाला छ सो हेर्दै गर्नु होला है सो तपाईँको साथ सपोर्टले होइन तपाईँहरूले माया देखाइदिनु होला सो त्यही हो होइन गाडी आक्वाई गऱ्यो भने चाहिँ म त जाँदै जान्न जस्तै हुन्छ नि मलाई गाडी आखान होइन अर्को नि आइरहेको तिमी अर्को 2-3 आइरहेको बेला तिमी जान्छौ होइन एउटालाई क्रस गर्छ अर्को क्रस गर्छ जान्छ होइन म फेरि के हो भने मलाई विश्वासै लाग्दैन अरू विश्वास लाग्यो भने ठोक्दै नि त ठोक्दै होइन अनि त्यही भएर म चाहिँ सबै गएर क्लियर भयो भने उहाँ 3टा गाडी बल्ल उता आउने खानु नि बल्ल दुगुर्छु नत्र नि दुगुर्दैन आफूलाई कन्फर्म भएपछि यति म हिँड्न आउने भएपछि नत्र भने त त्यसो त फिक्सै हुन्न मर्ने बातले बस अन्दाज जस्तै बोला मान्छे भने ठोकिदिइहाल्छ नि यार मलाई त्यही भएर डर लाग्छ यार ज्यानको माया छ यार कति गरम लाग्ने सोचेको कस्तो सोचेको छु यार होइन मतलब छैन यार जिन्दगीबाट तिमी वाक्क भएर बस्यो होला मेरो त यार लाइफमा अझै बहुत कुछ गर्न छ यार म त वाक्क भयो छैन अझै धेरै कुराहरू गर्नुपर्छ होइन राम्री केटीहरू बाइकमा राखेर ट्याक्क घुमाउन लैजाउँ ल भन्ने सोच छ तिम्रो छैन नै के म पनि सिङ्गलै छु छन त होइन तर पनि यस्तो के कसरी फरिहेर्दा नि यस्तो हो कि कोही आफूले होइन राम्रोसँग बोलाउँदा बोल्दैन नि होइन जबरजस्ती गर्नुपर्छ है जबरजस्ती हाने होइन अब कसरी हुन्छ जबरजस्ती अब जबरजस्ती भनेको आफू देखाउनु पऱ्यो कि त्यस्तै बेस्ट अफ द बेस्ट हुनु पऱ्यो हो कि होइन उनले चुज गर्न सक्नु पऱ्यो त्यही हो केही अरूमा भन्दा अलग हुनु पऱ्यो त्यही हो होइन मान्छेले त्यही नै त्यही हो आइयो चाहिँ अब त्यहाँ रुममा होइन ट्याक्क त्यही हो अरू भिडियो हेर्नको लागि चाहिँ सब्सक्राइब गर्नु नभुल्नु होला है।